यो थाकलको लास्टमा गुदी हो। यसलाई चाहिँ तपाईँले के भन्नुहुन्छ? थाकलको फुल हो क्या। पोथी भए फुल्छ, भाले भए फल्छ। यो चैत वैशाखमा खाने हुन्छ, पाके वैशाख जस्तिर त्यस्तो नि खान्छ हामी। यो चाहिँ गुदी, यो चाहिँ गुदी हुन्छ। कस्तो हुन्छ हौ, हामी खान्छौँ यहाँ फोरेर। भोक लाग्यो जङ्गलमा भाइ केही छैन भने खाने थाकल फोर्ने अनि खाने। यो गुदी हुन्छ। थाकलको गुदी निकाल्ने खाने। अनि यहाँ चाहिँ फेदको हो कि उतातिर फेदको, यो फेदको त्यो नयाँ भइसकेछ यहाँ। यति थाकल काटियो, त्यही थाकल अनि अलिकति त्यहाँ काटेछ। थाकलको गुदी खान मन लाग्यो, थाकल खान मन लाग्यो भने चाहिँ हाम्रो जग्गामा आयो भने चाहिँ त्यहाँ पनि त्यति गरेको छु। पुरै थाकलै थाकल हो क्या, धेरै थाकल छ, साल छ। जङ्गलमा रुख यसरी सालको रुख डढेर बसेको छ, तर हामीलाई काट्न दिँदैन नि होइन। हामीलाई होइन, कसैले पनि काट्न दिँदैन कि। समितिले पनि काटेको छैन, समितिको टाँचा चाहिँ लगाएको थियो होला, पुरै डढेलो खाएर यस्तो भयो बुटा भनेको। तर यो काट्न दिने हामीलाई उयो गरिदिने, डढेर यस्तो गयो। यो साल यति डढ्यो, अर्को साल कति डढ्ने हो, डढेरै सकिन्छ। तर हामीलाई चाहिँ दिन्न कि यो उपभोग गर्न, यो सामुदायिक वनले। यस्तो छ थाकलै। जङ्गलमा डढेलो लाग्छ, केही मतलब छैन। सजिलो ठाउँको रुखहरू निकाल्ने हो, लैजान्छ बेच्छ। के कस्तो छ त्यो हामीलाई पनि थाहा हुँदैन, कसैलाई पनि थाहा हुन्न, उपभोक्ताहरूलाई। तर जङ्गलमा त्यति डढेर जाँदा के हुने, हामीलाई युज गर्नु दिन्न नि त, डढेर गयो भने मतलब भएन क्या।